हेलो गाइस, आज म 17 माइलको दृश्यहरू देखाउँछु तपाईलाई। 17 माइल कालिम्पोङको दृश्य आर्मी क्याम्प हो। यो चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। एकदम ब्युटिफुल जग्गा छ, एकदम शान्ति खालको जग्गा छ। तपाईहरुले हेर्न सक्नुहुन्छ, एकदम दामी छ। अनि आजको वेदर भन्नुपर्दा त्यस्तो चाहिँ आजको वेदर चाहिँ 17 माइलदेखि यता चाहिँ वेदर तपाईहरुले एकदम दामी ब्युटिफुल देख्न सक्नुहुन्छ। तपाईहरुले हेर्नुहोस्, एकदम दामी छ आजको वेदर। अनि तपाईहरुलाई भन्नुपर्दाखेरि म चाहिँ कालिम्पोङ जाँदै गरेको, अनि 17 माइलको फाटक पुग्नु आँटे। तपाईहरुले देखिराख्नु भएको छ यहाँनिर 17 माइलको फाटक। अनि यहाँनिर बुद्ध भगवानजीको फोटो तपाईहरुले मूर्ति देख्नु भइरहेको छ। अनि बजारहरु हामी घुमिसकेर खाजाको लागि हामी पर्खिरहेको छौं। एकदम भोक लागेर खाजा हामीले वेट गरिरहेको छौं। अनि तपाईहरुले नानीहरुको गाडीहरु यहाँनिर किन्न सक्नुहुन्छ। अनि सबै सामानहरु हामी किनिसकेर चाहिँ गाडीमा मान्छे आइपुगेको छैन, सबैजना हामी चाहिँ सामान किनिसकेर गाडीमा वेट गरिरहेको छौं। अरु गाडी गइसक्यो, अनि हाम्रो चाहिँ मान्छे नै आइपुगेको छैन। अनि त्यो कारणले गर्दाखेरि हामी मान्छे पर्खिरहेको छौं। तपाईहरुले हेर्न सक्नुहुन्छ, मान्छे आइपुगेको छैन। थ्यांक यू तपाईहरुले मेरो भिडियो हेरिदिनु भएकोमा, धन्यवाद।